भेटे भएको होइन अनि मैले राम्रो छ फसाएको रुपियाँ चाहियो यार घर आयो त्यहाँ 1 लाख रुपियाँसम्म हालिदिनु भयो अङ्कल खातामा भन्छु 1 लाख रुपियाँले हुन्न त्यसैले हो सुरुमा जाम राम्रो छ भनेर त्यसैले सल्लाह गरेको त्यसैले फसाएको तपाईँको न हाम्रो त हरियाणा थियो ए अँ हरियाणा फोन गरेको गरेँ आफू दिएर फोन गरियो त त्यहाँबाट एक दिन एकतामा फोन गरेर ल बुवा म त जाने भएँ यहाँ चाहिँ कलडाँडा म दाइले फोन गरी गर्दा कम्पनी राम्रो छ अरे यत्र वर्ष भिसा लाने कहीँ त परेन यता राम्रो छ आफ्नै मान्छेले पठाउने हो त लाने अरे महिना आएको अनि 1,20,000 कमाउने अरे भनेर एकतामा त्यहाँबाट यहाँ आएपछि त्यहाँबाट मजाले फोन गरौँ भने कस्तो हो कि बाबु अहिले पैसा खोजेर पठाउने हो भोलि बिहान यता उता भयो भने अहिले गएर त दिल्लीबाट उड्नियो भने के हो यो पारा भनेको अङ्कल जाने के भयो नि गाह्रो नभन्नुहोस् म पनि यताबाट जाने भनेर तयार भएको मित्रले भने यस्तो भएन म गइनँ अहिले राम्रो छ ठाडा हाम्रै दाजुभाइ हाम्रो दाइ पर्ने हो तिनीहरूले पठाउने हो दिल्लीबाट फ्लाइट हो ठिकै छ भाइलाई बनाउँछु भने भोलि बिहान बिग्रिन नपाओस् भनेको बिग्रिन्न अङ्कल यही भइदिनु पठाउनुहोस् राम्रो छ भनेर यहाँबाट त्यहाँबाट 3टा उताबाट 2टा आयो त्यहाँबाट यहाँबाट 2टा भएर गयो यहाँबाट गोर्सियाँ गएर भेट भयो त्यहाँबाट उहाँबाट एक दिन 3टा लगेर आएर पठाएछ एयरपोर्ट जाँदाखेरि एयरपोर्टले फर्काइदिएछ एयरपोर्टले फर्काएपछि त्यहाँबाट चाहिँ दिल्ली जहाँ बसेको उहीँ आएर बस्यो होटेलमा त्यहाँबाट त्यसको पछाडि पहिला त हो नि त अब मरेर त्यहाँको उड्ने यहाँको फेल भयो भने हल्ला थियो त्यहाँबाट मैले फेल भएको तुरुन्त घर आएर भिसाको कति काट्छ भयो भनेको भिसाको अङ्कल 20,000 रुपियाँ काट्ने भयो त्यहाँबाट त्यही भिसामा जान पाइन्छ आएर काम सिक्ने भाषा सिक्ने पढ्ने गरेपछि पाइन्छ भाइ त फेल ल भन्नु त्यसमा तुरुन्त घर पठाइदियो केही भयो छैन अहिले त्यहाँबाट त्यसै जान पाइन्छ भने तुरुन्त ल आइज भनेर गाली गरेको त त्यहाँ अब चाहिँ खोल्दिनँ अब भएको खोल्दिनँ खोल्दिनँ कि यता अब सिमी चाहिँ के बेटी मोबाइल चाहिँ नखोलेपछि खै अहिले खोल्दैन त्यहाँबाट 2टा उता गएछ त्यसको फ्लाइटै नभएर ल कहिले पर्सि कहिले भोलि त्यसै गर्दा गर्दै त्यसको फ्लाइटै भएन अब आफ्नो कति खाऊ कति निकाल्यो के गरेर अब यहाँ आएको त्यही सानो 1.5 लाख रुपियाँ पठाइदिएको हो अझै खाँदै दियो खै त नि ल बस हरियाणा पन्जाबमा हरियाणा पन्जाबमा राम्रै छ अहिले खै अब महिनाको 15,000 आइसी राम्रै छ त्यस्तो ठाउँ भए त जानुपर्छ कि यो यार कोठीमा काम गर्ने केमा हो कम्पनीमा अन्त के को कम्पनी कस्तो गएको जाने बेला अहिले त एक्लै गएको पोहोर जाँदाखेरि उहाँको मुस्ट्याङको एउटा केटो हो त मुस्ल्यानको त्यसैसित गएको त अहिले जाने बेला नि त कसैसँग कन्ट्याक्ट गरेर होला गरेर गएको यतै मुस्याङका उसित गएको दाइ अन्त
त्यहाँ पहिले एक्लै हिँडेको अनि पहिले गरेर आएको छ गरेर 2 महिना कि 1 महिना कति गरेर आएको हो साथी साथी बनाउँछ तर अहिले त्यसै यहाँ गएको त्यो उसको आउँदो हो तर नयाँको आउन्न सिम नराखिकन त आउन्न त यो त्यहाँ राख गरेर कस्तो सिम त उसमा राखे त मिल्दो हो गरेर नबिग्रेको यो खाल्ने त्यो जाडो कपड त अहिले मकै हुन दिनु भएन खुल्दैन त खुल्दैन त्यो पानी खसालेको नि त्यो पानी पर बिग्रियो न त होइन उतिखेर यो हात झिकेर उतिखेर त खसेपछि बहुता गरेर हात खोलखाल पारेर पुछपाछ पारेर घाममा तताइदियो फोहोर पनि यस्तै खसेको हो कतिखेर खस्यो यो त हो त झन् बाल्टी यहाँ हो साह्रो सधैँ यहाँ त खुला खेत्रीको खस्यो अर्थे छोपिहाल्यो त्यहाँ बाहिर बाहिर त रुजो थियो भित्र त गएको खुल्दैन चादर लाइन त चादरी भयो छैन कहाँबाट खुल्छ त